नमस्कार सम्पूर्ण मेरो दाजुभाइ दिदीबहिनीहरू है कता कता हुनुहुन्छ जो चाहिँ कुवेतमा बस्नुहुन्छ है कुवेतमा बस्नुहुन्छ अथवा खाडी मुलुकमा बस्नुहुन्छ मलाई चाहिँ थाहा भएको कुरा के कुवेत दिदीबहिनी दाजुभाइहरू चाहिँ अब अनडकुमेन्ट जसलाई इलिगल भन्छ है अनडकुमेन्टलाई इलिगल भन्छ के डकुमेन्ट नभएको मान्छेहरू त्यो इलिगल मान्छेहरू तपाईँ कोही बाध्यताले इलिगल भयो होला कोही रहरले इलिगल भयो होला कसैले अब तपाईँको उत्साहेर अलि इलिगल भयो होला त्यो भनेको आफ्नो ठाउँमा छ तर इलिगलले चाहिँ के गर्न पाइन्छ त के गर्न पाउँदैन भनेर चाहिँ तपाईँ सोच्नु पहिलो कुरा हो म इलिगल भएपछि मलाई कसले सहयोग गर्ला मलाई बिरामी भयो भने हस्पिटलमा भर्ना हुन्छ कि हुँदैन लिन्छ कि लिँदैन भन्ने कुरा चाहिँ पहिलो थाहा हुनु पऱ्यो म इलिगल भएपछि मैले के गर्नु हुँदैन के चाहिँ मलाई बिरामी यदि भयो भने के हुन्छ त भनेर चाहिँ थाहा छ कि छैन त्यो चाहिँ थाहा हुनुपर्छ भन्न चाहन्छु जो मान्छेलाई यी कुराहरू थाहा छैन भने अलिकति मैले भनिदिएँ तपाईँ बाध्यता अथवा कसैको उत्साह कसैको चाहिँ भनौँ न अब लाइलाइमा लाएर इलिगल हुनुभएको छ भने तपाईँ सबैभन्दा पहिला तपाईँ स्वस्थ हुनुहोस् स्वस्थ भयो भने तपाईँले केही पनि हुँदैन तर यदि बिमारी भयो भने अनि के गर्ने त अप्ठ्यारो पर्छ यहाँ फेरि है बिरामी भयो भने हस्पिटलले चाहिँ एडमिट लिँदैन पहिलो कुरा थाहा हुनु पऱ्यो अब तपाईँको चाहिँ पहिला चाहिँ अब इलिगलहरू काम गर्नलाई दिन्थ्यो अहिले त्यो पनि दिँदैन हेर्नुहोस् र तपाईँलाई इलिगल भनेपछि मान्छेहरूले प्रायःजसो नराम्रो दृष्टिले पनि हेर्छ है यो त इलिगल त हो भनेर भन्छन् अनि त्यसपछि भन्या जस्तो श्रमिक आफ्नो पैसा पनि स्यालेरी पनि भन्या बेलामा दिँदैन त्यस्तो बाध्यताहरू भोग्नुपर्छ इलिगल भएपछि त्यही भएर चाहिँ सकेसम्म इलिगल हुनु हुँदैन बरु फर्किने अर्कै कम्पनीमा आउने तपाईँको शरीर र तपाईँको स्वास्थ्य सबैभन्दा ठुलो सम्पत्ति हो यो चाहिँ सोध्नु होला मलाई केही भयो भने यो मेरो सम्पत्ति सखाप हुन्छ तपाईँसँग करोडौँ रुपियाँ भएर पनि केही पनि गर्न सक्दैन तर म जे छु मेरो सम्पत्ति म हो भनेर सोध्नु भयो भने तपाईँले त्यस्तो कामहरू चाहिँ गर्नुहुन्न त्यही भएर तैपनि जो इलिगल मान्छेहरू यदि बिमारी भयो भने छटपटाइराख्नु भएको छ अब के गर्ने उपचार चाहियो ज्यान त जोगाउनु पर्यो अब के गर्ने कसो जाने भन्यो भने अब त्यस्तै अब टाउको दुख्ने पेट दुख्ने यताउति छ भने चाहिँ ट्याब्लेट सिटामोल पानाडोल खाएर त ठिक होला तर ठुल्ठुलो यस्तो समस्याहरू पर्न सक्छ तपाईँको शरीरमा होइन स्वास्थ्यमा त्यस कारणले अब के गर्ने त भन्दाखेरि चाहिँ सबैभन्दा पहिला तपाईँ एमबिसी जानुहोस् एमबिसीसँग परामर्श लिनुहोस् मलाई बिरामी भएको छ अब मलाई यिनभए घर पठाइदिनुहोस् यिनभए मलाई यहाँ इलाज गर्नु पऱ्यो मलाई बिरामी अब हस्पिटल एडमिट गर्नु पऱ्यो भन्नुपर्छ एमबिसीमा गएर र त्यसपछि दोस्रो कुरा यदि एमबिसी अथवा भनौँ न जानुभयो अथवा भएन भने पनि तपाईँको गभर्मेन्ट सेल्टर हुन्छ यहाँ त्यसमा जाने तपाईँले त्यहाँ गएपछि तपाईँलाई फ्री होइन अब तपाईँको चाहिँ पैसा लाग्दैन होइन त्यसमा गएपछि त्यहाँ गएर तपाईँले उपचार गर्न सक्नुहुन्छ तपाईँको स्वास्थ्य ठिक पार्न सक्नुहुन्छ र त्यसपछि तपाईँ आफ्नो घर गएर चाहिँ बस्न सक्नुहुन्छ त्यस कारणले यी कुराहरू तपाईँ बिमारी भयो भन्दैमा नआत्तिनुहोस् म अब मर्छ म अब के गर्ने म चाहिँ अब एकदम भनेपछि तपाईँ कस्तो भने बिरामी भएपछि मान्छे चाहिँ एकदम आतेर आधा त जिउ मरिसकेको हुन्छ कि त्यो माथि इलिगल हुन्छ त्यस कारणले तपाईँ यदि इलिगल भयो भने अब कोही मान्छे त्यस्तरी चाहिँ धेरै मान्छेहरू बिना कालमा चाहिँ मरेको छन् पनि यहाँ कुवेतमा हेर्नुहोस् विदेशमा भनौँ न होइन इलिगल भएको छ के गर्ने एडमिट लिँदैन त्यस्तो छन् तर सबैभन्दा पहिला चाहिँ तपाईँले बचाउने गर्छ के इलिगल भए पनि मानवताको नाताले यसलाई के भन्छ ह्युमन राइटको नाताले चाहिँ तपाईँले बचाउने हो
बचाएपछि तपाईँले कानुनिक रूपमा तपाईँलाई उपचार के गर्नुपर्ने हो त्यो सबै गर्छ। पहिला मान्छे बचाउँछन् क्या, तपाईँलाई बिरामी हुँदैमा सिधै जेलमा हालेर मान्छेलाई फाँसी दिँदैन। पहिला सबैभन्दा पहिला तपाईँलाई उपचार गर्छ, उपचार गरेपछि बल्ल इन्भेस्टिगेसन हुन्छ, सोधपुछ हुन्छ तपाईँ के हो कसो हो भनेर, है त भन्न चाहन्छौँ। र तपाईँहरू यदि कोही त्यस्तो छ भने पनि एम्बेसी जानुहोस् अथवा सेल्टरमा जानुहोस्, उपचार गर्नुहोस्। हस् त, धन्यवाद।